है टोलमा पहिलो पटक नेपाली न्यू इयरमा फुड फेस्टिभल लागेको कारणले आज म फुड फेस्टिभल हेर्न गएकी छु है। फुड फेस्टिभलमा त विभिन्न खानेकुराहरू देखे, चटपटहरूदेखि पानीपुरीदेखि सबै देखे है। तर भिड एकदमै भएको कारणले भिड भएको ठाउँमा म त केही पनि खाइन है। आलु सिक कबाब छ। तपाईलाई कस्तो लागिरह? एकदम राम्रो लागिरहेको छ। कतिको व्यापार भयो? व्यापार त अहिले केही भएको छैन। भछ है? भएको छैन। यहाँ हेर्नु दाइहरु त। हामी आउँदै गर्छौं ल। बाइ बाइ। बाइ। यो हो 350 को मटनको सेकुवा है। अब खाएर टेस्ट भन्छु तपाईहरुलाई मलाई कस्तो लाग्यो भनेर। हेर्दा कस्तो लाग्यो तपाईहरुलाई? खाँदा चाहिँ मिठो थियो तर एक पिस चाहिँ अति नै सारो भएको कारणले खस्यो है। त्यसपछि म फेरि नेवारी खाजा खान तर्फ लागे है। नेवारी खाजामा हेर्नु न के छ हेर्दा तपाईलाई कस्तो लाग्यो? एकदम मिठो जस्तो देखेछ नि है। म तपाईलाई एकदम रियल रिभ्यू दिन्छु है। सुकाउने खाको बेसार धेरै। फेरि मोमो मगाएर मोमो खाएको पिरो भित्र त केही टेस्टै भयो जस्तो लागेन है। तपाईले मेरो रियाक्सन हेरेर थाहा पाउन सक्नुहुन्छ। त्यही भएर एउटा स्प्राइट किनेर खाएकी छु है। सापु मिचा खाम न त भनेर सापु मिचा खाएको। सापु मिचा चाहिँ मलाई ठिकठाक लाग्यो है। त्यस्तो नमिठो पनि नै त्यस्तो मिठो पनि नै ठिक्कको है। यसको प्राइस हो फेरि 60। खाएर भ्याएपछि म कोल्ड कफी खान जान तर्फ लागे है। कोल्ड कफी ढाटेको होइन अत्यन्तै चिनी थियो है। उता बरफको गोला देखेर अन्तिममा बरफको गोला खाए। यो चाहिँ ठिकठाकै लाग्यो है। दाइ क्या पैसा कमाइदिइराख्यो फुड फेस्टिभल। यो चाहिँ रिच दाइ होला है यो फुड फेस्टिभलको भएको के। बिहान हेर्न जाँदा त हेर्नु न फुड फेस्टिभल भन्दा फोरो फेस्टिभल देखिएको छ है।